सम्पूर्ण प्रियजनहरू, म आज फरक विषयमा तपाईहरूमाझ म सामाजिक सञ्जालमा आएको छु। मानव स्वभावको विषयमा म तपाईहरूलाई आफ्नो विषयवस्तु ल्याएर आएको छु। यो राजनीतिक सामाजिक जीवनमा अति नै महत्त्वपूर्ण हुने गर्दछ र हाम्रो मानव जीवनमा घर परिवार समाज समुदाय र राष्ट्रमा मानव स्वभाव अति नै महत्त्वपूर्ण हुने गर्दछ। मानवका विभिन्न किसिमका आचरणहरू व्यवहारहरू हुने गर्दछन्। कोही मानिसहरू, कोही व्यक्तिहरू बिस्तारै एकदम शालीन ढङ्गले मुस्कुराएर बोल्ने हुन्छन्। कोही मानिसहरू रिसाए जस्तो गरेर आक्रामक ढङ्गले बोले जस्तो पनि गर्छन्। कोही मानिसहरू शालीन भएर एकदम कम बोल्छन्। कोही मानिसहरू धेरै बोल्ने पनि हुन्छन्। यी मानिसका चाहिँ मानवीय स्वभावहरू हुन्, मानवीय गुणहरू हुन्। यी गुणहरूको आधारमा हामीले मानिसलाई सही र गलत ठ्याक्कै भन्न चाहिँ सकिँदैन। तर ती मानवीय गुणहरू समाज समुदाय र राष्ट्रको लागि लाभदायक छन् कि छैनन् भन्ने कुरा महत्त्वपूर्ण कुरा हुन्छ। मानव हित र भलाइको निमित्त समाज समुदाय र राष्ट्रको लागि मानवका गुणहरू अति नै आवश्यक हुने गर्दछन्। तर समाज समुदाय र राष्ट्रको लागि हानिकारक चाहिँ गुणहरू चाहिँ त्यो व्यवहारहरू आचरणहरू देखाउनु चाहिँ हुँदैन भन्ने कुरा पनि म सम्पूर्ण प्रियजनहरूलाई राख्न चाहन्छु र म आफ्नो स्वभावको विषयमा पनि म तपाईहरूलाई राख्न चाहन्छु। म कस्तो स्वभावको मान्छे हुँ भनेर म तपाईहरूलाई थोरै आज बताउन चाहन्छु। मेरो व्यक्तिगत जीवनमा विभिन्न किसिमका दुःख कष्टहरू हुँदाहुँदै पनि मैले पारिवारिक आर्थिक सामाजिक राजनीतिक जीवन सङ्कटपूर्ण हुँदाहुँदै पनि मैले सामाजिक र राजनीतिक परिवर्तनको बाटो रोजेँ। मैले कहिल्यै पनि तपाईँको अन्याय अत्याचार शोषण दमनलाई स्वीकार गरेन। गलतलाई गलत, सहीलाई सही भन्ने खालको मसँग स्वभाव छ। माया पनि अति लाग्छ, दया पनि अति छ, रिस पनि उठ्छ, आवेश पनि आउँछ, विवेक पनि छ। त्यो किसिमको स्वभावको मान्छे म हो। तर म सत्यसँग कहिल्यै पनि म लड्दैन। तर शक्तिसँग म धेरै पूजापाठ गर्ने, शक्तिको पुजारी हुनेतिर म कहिल्यै पनि लागेन। तर सत्ताको म चाहिँ समालोचनात्मक ढङ्गले सही कुराको म सत्ताको पनि समर्थन गर्छु। सत्ताका राम्रा कुराहरूका, शक्तिका राम्रा कुराहरूका चाहिँ समर्थन गर्छु, साथ दिन्छु। राम्रो कुराहरूको मैले खुलेर चाहिँ स्याबासी दिन्छु र गलत कुराको चाहिँ प्रतिकार गर्ने स्वभावको चाहिँ म व्यक्ति हुँ। तर मेरो जीवनमा मैले राजनीतिलाई समाजसेवा, राष्ट्रसेवा र जनसेवाको रूपमा मैले बुझेको छु। कुनै सत्ता मात्र हो सबै कुरा भन्ने कुरा मैले राजनीतिलाई बुझेको छैन। तर सत्ताको चाहिँ म पूजा गर्दैन, शक्तिको म धेरै पूजा गर्दैन र सत्ता र शक्तिसँग चाहिँ धेरै चाहिँ के प्राप्त गर्नुपर्छ भन्ने स्वभाव भएको त्यो अलि अपर्चुनिस्ट स्वभाव मसँग त्यो छैन। सत्ता र शक्तिको राम्रो कुराको चाहिँ समर्थन गर्ने, गलत कुराको रचनात्मक ढङ्गले त्यसको खबरदारी गर्ने, आम जनसमुदायलाई सचेत र सङ्गठित गर्ने स्वभाव मसँग छ। मेरो जीवनमा विभिन्न किसिमका उतार चढावहरू हुँदाहुँदै पनि विभिन्न किसिमका परिस्थितिहरूसँग लड्दै भिड्दै उठ्दै एउटा सडकबाट उठेको एउटा सामान्य मानिस हो म। तर मलाई आज पनि गर्व लाग्छ। यो राष्ट्रमा म जन्मेकोमा मलाई एकदम गर्व छ, खुसी छ। मलाई यति सुन्दर लाग्छ मेरो देश, यो प्रकृतिलाई मलाई यति माया लाग्छ। मलाई सबै मानिसहरूको माया लाग्छ। कहिलेकाहीँ गलत कुरा गरेपछि मलाई चाहिँ एकदम जरङ्ग तपाईँको यो कुरा ठिक छैन है भन्ने स्वभाव पनि छ। अलिकति गलत कसैले गर्यो भने चाहिने कुराभन्दा बढी कुरा गरेपछि यो कुरा भएन भनेर तपाईँको अलिकति त्यो कुरालाई अस्वीकार गर्ने स्वभावको पनि म छु।
र म छुट्टै चाहिँ संसारबाट चाहिँ जन्मेको मान्छे त होइन, यही समाजबाट एउटा ग्रामीण क्षेत्रबाट म चाहिँ हुर्केर बढेर आएको एउटा चाहिँ यो सचेत व्यक्ति हो। तर सबैले राम्रो गर्नुपर्छ, सबैको उन्नति र प्रगति हुनुपर्छ, सबैको भलाइ हुनुपर्छ, सबै सुखी र समृद्धशाली हुनुपर्छ, सबैले चाहिँ के हो भने जित्नुपर्छ भन्ने मेरो त्यो चाहिँ भित्र अन्तर हृदयदेखि नै सबैको हित र भलाइमा खुसी हुने चाहिँ स्वभावको म व्यक्ति हो। तर मै खाऊँ मै लाऊँ, मै चाहिँ सुख शैल मै मोज मस्ती गरौँ भन्ने स्वभावको म चाहिँ व्यक्ति होइन। सबैको म उन्नति र भलाइ चाहन्छु। गलत कुराको मैले चाहिँ समर्थन गर्दैन, राम्रो कुराको मैले समर्थन गर्छु। सबैले राम्रो गरौँ, सबैको उन्नति प्रगति हुनुपर्छ, गर्नुपर्छ। समाज समुदाय र राष्ट्रको लागि राजनीति एउटा महत्त्वपूर्ण चाहिँ क्षेत्र हो। यो अति नै कष्टपूर्ण सङ्घर्षपूर्ण चाहिँ यो बाटो हो। यो बाटोमा निरन्तर म पनि लागिरहेको छु, अरू पनि लाग्नु भएको छ। यो जटिल र कठिन चाहिँ एउटा सङ्घर्षपूर्ण बाटो रोजेको छु। केही गर्नुपर्छ भन्ने चाहिँ सोचले लागेको हो, तर चाहिँ त्यहाँबाट प्राप्त गरौँला, ठुलो मान्छे बनेर चाहिँ केही खाउँला लगाउँला भन्ने कुरा ममा छैन र जनहित र राष्ट्रहित नै मेरो लागि सर्वोपरि हो। सल्लाह सुझाव दिनुहोला। हवस् त, धन्यवाद, नमस्कार।